प्रवेश त्यसैले अब उहाँको चाहिँ यो वर्गमा यो तलोमा राम्रो होस्, शुभ होस्, शान्ति होस्, आँटेको चिताको सबै पुगोस् भनेर चाहिँ आज चाहिँ हामीले एउटा कैन्दु सहित रूप बनाएर उहाँको नवदशा नवग्रह राम्रो सबै शान्ति गर्ने र राम्रो ग्रह अझदेखि प्रवेश होस् भनेर उहाँले चिताको आँटेको सबै पुगोस् भनेर चाहिँ यो काम गरिरहेका छौँ होइन। र यता मेरो प्यारो भान्जा शङ्करमान गुरुङ। नमस्ते नमस्ते सबैजनालाई। सर्वप्रथम त ह्याप्पी लोसार, हाम्रो गुरुङहरूको महान पर्व तल लोसारको उपलक्ष्यमा सबैजनालाई धेरै धेरै शुभकामना, हार्दिक शुभकामना छ। र आज हाम्रो तल हो प्रवेशसँगै हाम्रो अग्रज दाजु श्री चक्र गुरुङ दाजुको 60औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा हाम्रो पछुचिबा हाम्रो मामा ज्ञानेन्द्र गुरुङले यहाँ आज यो के अरे एकदम विधिगत रूपमा चाहिँ नि यो पूजा गरिएको छ। यहाँ विभिन्न किसिमको आइटम देखाएर चाहिँ यहाँ कैँतो बनाएको छ। तपाईँको फलफुलदेखि लिएर सबै कुरो चाहिँ सरसामानहरू जुटाएर चक्रदायको चाहिँ नि विशेष 60 वर्षको यो ढोलाई राम्रो होस्, आगामी दिनहरू चाहिँ अझै पनि सुख शान्ति मिलोस् र यो जति पनि अब 60 वर्षमा अलिकति नराम्रो हुन्छ भन्ने हाम्रो गुरुङहरूको समझ छ। त्यही अनुसारले उहाँको ग्रह शान्ति र आगामी दिनहरू अझ राम्रो होस् भनेर यो सबै विधि पुऱ्याएर चाहिँ यहाँ पूजा गरिएको छ। हामी सबैले हाम्रो प्रदेशमै भए पनि हामी यसरी जम्मा भएर एउटा पछुचिबाको चाहिँ नि यो कर्मकाण्डले यो ग्रह शान्तिले चाहिँ नि उहाँको आगामी दिनहरू पुरा शान्त होस्, राम्रो होस्, फलोस् फुलोस्, सबैभन्दा निरोगी होस्, हाम्रो यो कामना छ। र यो पूजा गरेको कारण पनि त्यही हो कि उहाँहरूको आगामी दिनहरूमा कुनै त्यस्तो दुःख बिमार, कुनै त्यस्तो घटना दुर्घटनाहरू नहोस् भन्ने हेतुले नै यो हाम्रो यो पूजा गरिएको छ। फेरि पनि पुनः सबैलाई चाहिँ नि लोसारको शुभकामना छ। र हाम्रो चक्र विशेष गरी हाम्रो 60औं वर्ष प्रवेश गरेको हाम्रो चक्रदाईलाई चाहिँ नि धेरै धेरै आगामी दिनहरू अझै राम्रो होस्, धेरै धेरै शुभकामना। धन्यवाद। साथै आशीर्वाद पनि।